हर्क साम्पाङ गृह जिल्ला खोटाङ श्रम संस्कृति पार्टी प्रत्येक नगरपालिका गाउँपालिकामा हुने टिम गठन हुने भएको छ। श्रम संस्कृति समर्थक श्रम अभियान सुरु गरेको छ। कार्तिक 1 गते दिक्तेल बजार सरसफाई गर्दै जिल्ला श्रम संस्कृति पार्टी औपचारिक उपस्थिति हुने भएको छ। खोटाङ श्रम संस्कृति पार्टी संयोजक प्रताप राईले सरसफाई गर्दै श्रम संस्कृति पार्टी अभियानमा जोडिनु हुन आह्वान गर्नुभएको छ। भोलिको हाम्रो सरसफाई कार्यक्रम दिक्तेलमै राख्नुको कारण चाहिँ हाम्रो खोटाङ जिल्लाको सदरमुकाम र चाहिँ हामीले सदरमुकामबाट एउटा के मेसेज दिन चाहन्छौँ भने हर्क साम्पाङ टिमले चाहिँ अब खोटाङ जिल्लामा पनि आफ्नो यो श्रम कार्यक्रम र श्रम अभियानलाई सुरु गर्यो र सबैजना खोटाङवासीहरूलाई चाहिँ नि यो अभियानमा जोडिनु हामीले अनुरोध पनि गर्छौँ र चाहिँ यो अभियानमा सबैजनालाई चाहिँ नि जोड्नको लागि र एकीकृत गर्नको लागि पनि भोलिको लागि चाहिँ यो हाम्रो अभियानको एउटा उद्देश्य पनि रहन्छ। हाम्रो अभियान निरन्तर चल्छ। अहिलेलाई चाहिँ नि हामीले भइरहेको ठाउँमा निरन्तर चलि नै रहेको छ। अब जिल्लामा पनि हाम्रो यो नगर स्तरको चाहिँ नि हाम्रो कमिटी विस्तार हुन्छ। त्यस पछाडि नगरले पनि यसलाई नेतृत्व गरेर गर्छ र जिल्लाले पनि समग्र रूपमा यो जिल्ला वरिपरि चाहिँ हाम्रो पनि सबैको उपस्थितिमा यी कार्यक्रमहरू भइ नै रहन्छ। गत असोज 6 गते आयोजना गरेको भेलाबाट खोटाङका लागि श्रम संस्कृति पार्टी गठन गरिएको छ। खोटाङको प्रत्येक नगरपालिका गाउँपालिकामा चाहिँ कमिटी गठन गरेर सरसफाई अभियान गर्ने भएको छ। हर्क साम्पाङ भनेको देशलाई माटोलाई माया गर्ने मान्छे हो। सम्पूर्ण खोटाङवासी जनसमुदाय वर्गहरूमा म हार्दिक अनुरोध गर्न चाहन्छु कि हर्क साम्पाङलाई तपाईहरूले साथ दिनुहोस्, सहयोग गर्नुहोस् ताकि देश राम्रो बन्नेछ, देशको विकास हुनेछ। उहाँ भनेको चाहिँ देशलाई माया गर्ने मान्छे हो, माटोलाई माया गर्ने मान्छे हो। हर्क साम्पाङलाई तपाईँहरूले यदि समर्थन सहयोग गर्नुभयो भने चाहिँ 77वटै जिल्लाबाट भोट हाल्नुभयो भने चाहिँ हर्क साम्पाङले चाहिँ के भन्नुभएको छ भने प्रत्यक्ष रूपमा कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति चाहिँ बनाउँछु भन्नुभएको छ। त्यो कुराहरू हामीलाई चाहिने भनेको नै चाहिँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हो, अनि मात्र देश विकास हुन सक्छ। यति भन्दै मेरो खोटाङवासीहरूमा चाहिँ यही अनुरोध गर्दै म सञ्जीव राई बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्ते।